यो भिडियो चाहिँ माल्टाबाट सुट गरिरहेको छु मैले। अहिले लगभग 3 लाख जति हुन्छ महिनाको। हेलो हाई नमस्ते गाइज, वेलकम टु माई न्यू भिडियो है। यो भिडियो चाहिँ माल्टाबाट सुट गरिरहेको छु मैले। अनि च्यानलमा म लङ टाइमसम्म चाहिँ भिडियो दिइरहेको थिएन, करिब 1 वर्षको ग्यापपछि चाहिँ भिडियो दिइरहेको छु। र अहिले यति बेला म माल्टाबाट भिडियो सुट गरिरहेको छु। पहिला चाहिँ क्रोएसियाबाट सुट गरेको थिएँ होइन, क्रोएसियाबाट म माल्टा आइपुगेँ। माल्टा आइसकेपछि अब आज चाहिँ यो सायद मेरो लङ भिडियोमा चाहिँ माल्टा आइसकेपछिको पहिलो भिडियो। आज चाहिँ छुट्टी छ। अब छुट्टीको बेलामा यस्तो सानो काम परेर बाहिर निस्किँदैछु र बाहिर निस्केको बेलामा एउटा सानो भिडियो बनाऊँ न भनेर सुट गरिरहेको छु। मसँग चाहिँ मेरो भाइ छ यहाँ। ए केटा, यहाँ चाहिँ मेरो भाइ छ है। दुई भाइ भएर चाहिँ यसो सानो कामले बाहिर जाँदैछौँ। र ब्याकग्राउन्डमा तपाईँ माल्टालाई देखिरहनु भएको छ, माल्टाको घरहरू। र आज चाहिँ अब सानो कामले बाहिर निस्किन लागेको हुँदाखेरि अब त्यहाँ के कता कता गइन्छ, अब यताउति होइन, त्यहाँको भिडियोहरू सुटहरू मैले चाहिँ क्याप्चर गर्छु। र भिडियो अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला, लाइक सेयर गर्नु होला है त। गाइजहरू, माल्टामा चाहिँ पब्लिक ट्रान्सपोर्ट फ्री छ है। फ्री भए तापनि यो कार्ड चाहिन्छ। यो कार्ड भइसकेपछि बसहरूमा ट्राभल गर्नको लागि फ्री छ। ल गाइजहरू, हामी चाहिँ भर्खरै बसबाट उत्रियो होइन। यो पछाडि ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ, यो चाहिँ म्यातेर्दै हस्पिटल हो, माल्टाको सरकारी हस्पिटल। ब्याकग्राउन्डमा तपाईँले देखिरहनु भएको छ होइन। अब हामी चाहिँ अलिकति कामले गर्दाखेरि आज दुई भाइ भएर बाहिर निस्केको। अनि यहाँ चाहिँ सुन्तला पनि फल्या रहेछ, हेर त चल्टी, सुन्तला पनि फल्या रहेछ। ए नेपालमा यस्तो सुन्तला फल्या रहेछ। यहाँ चाहिँ सुन्तला फल्छ होइन। यो चाहिँ 12 मास तिमी त माल्टा आएको पनि धेरै भयो होइन, 2000 कतिमा आएको हो तिमी? 17 मा आएको म। तिमी 2017मा आयो। अनि के छ अहिले काम, केमा गरिरहेको? काम चाहिँ मैले भन्नुपर्दा मैले पहिला उसमा काम गर्थेँ, के भन्छ अरे, किलरमा होइन। अनि त्यसपछि कोरोना कालको समयमा चाहिँ सुपर मार्केटमा अपर्च्युनिटी पाएको कारणले त्यहाँ बसेपछि अहिले म हाल काम उसमै गर्छु। मैले सुपर मार्केटमै काम गर्छु अहिले। ए काम त राम्रै छ के अरे? काम राम्रो छ। अनि कति जति कमाउँछौ? कमाइको हिसाबले भन्दाखेरि मेरो चाहिँ अहिले महिनाको अब युरोमा भन्दाखेरि चाहिँ अब अहिले त्यही 1600 आउँछ ट्याक्स पे काटेर। नेपालीमा भन्दाखेरि अब अहिले युरोको रेट नै बढेर अहिले लगभग 3 लाख जति हुन्छ महिनाको। 3 लाख हुन्छ। अनि खानासाना यताउति बस्दाखेरि भनौँ न, अब खर्च कति लाग्छ त्यसमा? अब अहिले माल्टामा रेन्ट महँगै छ होइन। सबै खाना कटाएर अब तपाईँको के भन्छ अरे, अब के भन्छ अरे, मोबाइलको चार्जर होइन, आफूलाई खर्च पानी राखेर सबै गर्दाखेरि चाहिँ लगभग 250-300सम्म खर्च हुन्छ। अब इन त पुरानो भयो यहाँ आएको होइन। अब त्यसो भए चाहिँ अब माल्टामा अब आउन चाहनेलाई चाहिँ हजुर, अब नेपालबाट चाहिँ अब 14-15 लाख खर्च हुन्छ, मेन पावरले पनि त्यही अनुसारको लेख्छ। हजुर। अनि अब उनीहरूलाई चाहिँ तिम्रो पर्सनल्ली सल्लाह सुझाव चाहिँ के छ? आउनुहोस् भन्छौ कि अब तिमीले अब यहाँ देखेको माल्टाको अब जुन सिचुएसन देख्यौ नि, त्यो सिचुएसनमा चाहिँ आउनुहोस् भन्छौ कि अब के भन्छौ त? अब त्यो तिम्रो आफ्नो पर्सनल विचारमा? मेरो पर्सनल विचारमा भन्दाखेरि चाहिँ अब आएकै राम्रो हो। यहाँ अब आएपछि काम पाइन्छ होइन, पैसा कमाइन्छ। अनि अब सकेसम्म सिपमूलक काम सिकेर आए राम्रो भन्छु मैले। हुन त हामी पनि अब बिना सिपै आएको होइन।
अब के आफूसँग अब जस्तै अब सुसीको काम आउँछ भने सुसीमा पैसा बढिरहेको होइन अनि गरेर आएको राम्रो यहाँ नेपालमा के सिप सिकेर अझै बढी पैसा हुन्छ भाइ भने यहाँ अब तपाईँको के भन्छ अरे अब जस्तै काम गरेर महिनाको लाख त बच्छ छ तर अब आफ्नो हातमा के सिप छ होइन भने त्यसकोमा चाहिँ त्यस्तो खण्डमा चाहिँ महिनाको 3-4 लाख कमाइन्छ ल गाइजहरू सुनिहाल्नु भयो के अरे होइन हाम्रो राजाको कुरो अब गर्मी पनि बढिसक्यो माल्टामा है अब अहिले चाहिँ मे लागिसक्यो गर्मी पनि बढिसक्यो अब आज चाहिँ छुट्टी छ आइतबार छुट्टी भएकोले चाहिँ भिडियो बनाएको हो भोलिबाट फेरि सुत्यो उठ्यो काम फेरि सुत्यो उठ्यो काम त्यो कारणले गर्दा भिडियो पनि बनाउन पाइरहेको थिएन आज चाहिँ अब अलिकति फ्री भएर भिडियो बनाएको होइन अब यो ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ यो चाहिँ माल्टा हो है तपाईँ माल्टा देखिरहनु भएको छ यहाँ चाहिँ अब एकदम यहाँको चाहिँ छुट्टै स्टोरी छ एउटा अब एकदम पुरानो स्ट्रक्चरहरू घरहरू एकदम पुरानो होइन अब यसको एउटा वर्ल्ड वार 2 मा धेरै बम बारुद खाएको देश पनि हो यो त्यो कारणले गर्दाखेरि चाहिँ यो एकदम पुरानो हिस्टोरिकल अब एउटा चाहिँ हिस्टोरी छ माल्टाको आफ्नै हिस्टोरी छ एउटा जुन चाहिँ तपाईँहरूले चाहिँ अब इन्टरनेटहरूमा गएर हेर्नुभयो भने पनि देख्नुहुन्छ सोल्टीले मलाई काम छ यसो जाम भनेको कारण चाहिँ किन रहेछ के रहेछ भनेको त सामान लिन पो रहेछ त कहाँबाट ल्याएको सामान सोल्टीको यो नेपालबाट ल्याएको हो नि नेपालबाट ल्याएको हजुर अनि यहाँ लुकाएको थियो कि के हो खास यहाँ लुगाको भन्दा पनि लगेज म आइस रुम मेरो थियो ए अनि लगेज पनि अलिक ढिलो आयो अनि त्यो लगेज अलिकति त्यो आउँदाखेरि लगेज त्यो चक्का भाँचिएको हुन्छ अनि त्यो लगेज ल्याउन गाह्रो भएर लगेज राखेको मैले त्यो रुममा ए दाइको रुममा अनि आज तिमीलाई यसो छुट्टी मेसो मिलेको भएर ए मेसो मिलेको भएर तिमीले मलाई भरिहालेर आयो ए होइन दाइले त भाइले यति गर्नु पर्यो नि के छ त यसमा त्यसमा हाम्रो अर्ग्यानिक घिउ छ घरको ए घिउ ए अर्ग्यानिक घिउ छ साबुन छ अनि घिउ छ अरे। घरकै उस छ के भन्छ अर्को दाल अनि चाउचाउहरू छन् धेरै छन् यहाँ अब भनेर पनि अब साथीहरू हुन लगाइचोरी अब सोल्टीले नेपालबाट ल्याएको सामानहरू छ अरे यसमा चाहिँ होइन घिउहरू दालहरू मसलाहरू अब नेपाली चाउचाउहरू ट्याक्क छ अरे अब केही दिनलाई कताबाट हो र लगाइजहरू यही हो अब ब्याकग्राउन्डमा तपाईँ माल्टा देख्दै हुनुहुन्छ होइन यहाँको घरहरू चाहिँ अलिकति अर्कै छ माल्टा एउटा युरोप कन्ट्री भए पनि अरू कन्ट्रीको तुलनामा यो कन्ट्रीमा चाहिँ घरहरू अलिकति ब्लकहरूले बनेको क्या सिमेन्टको ब्लक हुन्न सिमेन्टको के भन्ने त्यसलाई त्यसले चाहिँ बनेको छ यहाँको घरहरू अब बाँकी कुरा त्यही हो आज छुट्टी दिन यसै बित्यो है होइन अब सामान लिन आएको छौँ अब चाहिँ रुम फर्किने हो